भिडियो पनि के बनाउनु यार, लाज लाग्छ भिडियो बनाउन। काण्डाको देश, काण्डाको देश भन्दा नि भाइ आफ्नो दिदी काण्डा जस्तो छ, काण्डाको देश भएर के बनाउनु हो। तर गाह्रो छ यार, कस्तो भन्दाखेरिमा एउटा भिडियो हाल्यो कि भन्न पनि लाज लाग्छ कि होइन। हुन त ठिकै राम्रो ठिकै कुरा हो। कस्तो भन्दाखेरिमा अब सुरुमा होइन कहाँनिर मतलब कहाँनिर भिडियो बनाउने भन्ने कुरा हुन्छ नि त। सानो कन्टेक्टहरू कहाँनिर राख्ने, कहाँनिर ल्याउने भन्ने कुरा हुन्छ नि त होइन। तैपनि अब छैन त के गर्नु, अब सक्सेसफुल भयो, युट्युबर भयो भने जस्तो भिडियो हाल्दा पनि होइन भ्युज आइहाल्छ, जे पनि आइहाल्छ होइन, भाइरल भइहाल्छ नि त। हामी जस्तो अब डाइरेक्ट भिडियो कसले हेर्छ यार, कसले हेर्दैन यार, गाह्रो छ कुरा हो। फेरि मैले चाहिँ होइन उसलाई जति गरे पनि नहुने, जति गरे पनि टाउकै फुटाए पनि जे गरे पनि नहुने। किन भइहाल्छ चाहिँ मलाई कसैको नराम्रो त मैले केही पनि गर्दैछु, सबैलाई राम्रै सोच्छु, राम्रै सोच्याउने भन्छ। तर ठ्याक्कै त्यसको उल्टो भइदिन्छ जुनसुकै काममा पनि खै किन बुझ्नै सकेँ होइन क्या। मान्छेलाई मैले विश्वास गर्छु, त्यसलाई त अति माया गर्छु, यस्तो गर्छु भन्दा पनि मानेन। तर लास्टमा आएर मलाई नै दोषी बनाएर आफू चाहिँ सही बनाएर गइदिएर होइन। तर मलाई दुःख चाहिँ छैन, किन भन्दाखेरि ठिकै छ उसले मलाई दोषी बनायो, चाहिँ ठिक रहेछ मान्छे। तर त्यो त्यस्तो दोषी बनाएर त्यो कसैको मनमा लाग्दैन, मेरो दोषी गर्नु उसको मनमा लाग्छ। बुझ्नै सकेन यार, खै माया लाउन पनि धन्नु पर्दो रहेछ। मसँग त्यो दुइटै छैन, न त ठोक्छ न त धन्छ। ठिकै छ, अब त यस्तै अब हल्का फुल्का मान्छे परियो, केही छैन, कमाउला बिस्तारै न। धेरै नकमाए थोरै भयो नि कमाउला, जमाउला, दुःख सुख गरेर बाँडौँला, सुखमा पनि थोरै रमाउला, दुःखमा पनि थोरै। पैसा कमायो भने चाहिँ सबै आफन्त, प्रेम, इष्टमित्र, घर परिवार, समाज सबैले प्रशंसा गर्छन्। पैसा छ त्योसँग, पैसा नहुनेहरूलाई चाहिँ कसैले हेर्दैन। यो पैसा भन्ने भन्ने कुरा ठुलो रहेछ भन्ने चाहिँ बुझियो। पैसा चाहिँ कमाउनु पर्छ है केटा हो, जसरी हुन्छ जे गरेर हुन्छ कमाउनु पर्छ। मेहनत चाहिँ गर्नुपर्छ है, जस्तो भयो नि जे भयो नि परिस्थिति अनुसार पुग्ने मान्छे पनि चाहिन्छ हामीहरूले। त्यो मान्छे नभए पनि गाह्रो हुन्छ होइन। तर पैसा चाहिँ कमाउनु पर्छ है, ठुलो कमाउनु पर्छ पैसा, धेरै पनि नकमाउनु, थोरै आफूलाई चाहिने आफ्नो घर परिवार सुख शान्तिसँग बस्नु, खाना लाउनु